राम्रो रहेछ कस्तो राम्रो चाहिँ अलि पट्ट फुटेछ पुरानोको त हुँदैन नि त फेरि हैन लिसो बस्दैन नि पुरानोको नभएर अप्ठ्यारो पाके जस्तो मलाई मैले पाएको छैन हजुर भने म त घरि हेरिरहेको थिएँ नि त सुरुमा बसाउनु तर टाइम हेरिरहँदा थियो कति मिनटमा पाक्यो यो 20-25 मिनट 25 मिनट त लाग्यो 25 मिनट पाक्यो किनभने त्यसै ताचेर खानलाई चाहिँ 10-15 मिनट पाकिहाल्छ कि अनि त्योभन्दा अलिक पकाउनलाई त अनि 10 मिनट थप गऱ्यो भने 20-25 मिनट पाकिहाल्छ त्यही भएर म त्यही टाइम हेरिरहेको थिएँ कि अनि पाक्यो भने खाना छिटो खानु भनेर नपकाउनु
सेला सक्छ होला आज त एकैछिनमा भयो नि जाडो जाडो छ सेलाहरू चाहिँ सजिलो मतलब अलिअलि सुन्छ ल्याउनुभयो भइसक्यो अब पिट्नलाई तयारी बसाइ एउटा हाल्ने कि एकैचोटि हाल्ने एकैपल्ट हाल्नु न सजिलो हुन्छ झन् त्यसो हाल्ने मान्छे नहुँदा एकैचोटि होइन पनि गर्छ नि पुट पनि गर्छ नि यति होला अलि हाल्नु न अब फेरि अर्को गर्नु सेलरोटी पकाएर मिठो आउँछ कुटाइ दामी छ फेरि म पनि जान्छु नि कुट्नु देखाउँ तपाईँलाई देखाइ त म भाउजूलाई देखाउँछु हेर्न यता निन्दातिर लाग्नै पिठो कस्तो चिसो भयो मलाई टाढो भयो तातो राख्नुपर्छ भयो अब मिठो हुन्छ एकजनाले खाइसक्छ नि यत्रो म त अझै सक्दिनँ किन कुट्ने भयो स्यासेरा फ्याँप्या हुँदै भुइँमा लाग्यो भुइँमा झरी अहिले टिको हेरेको झऱ्यो त्यहाँ पनि कस्तो कस्तो नहुने घिउ जस्तो रहेछ नि निकाल्ने आइडिया त खतरा रहेछ त हो घिउ एक माना घिउ आयो एउटा प्लेट दिन्छ दिदी गीत पनि दामी गाउँदो रहेछ त ठाउँमा गीत पनि मिलाइहाल्छ ठाउँमा गीत पनि मिलाइहाल्छ त्यो चाहिँ आज त अलिक बढी यति धेरै मलाई धेरै हुन्छ नि त तपाईँको फेभरेट हुन्छ भने त फेभरेट त हो फेरि सबैलाई पुग्ने गरी गरौँ न सुप त्यो ऊ छ यो त्यसको मुनि राख्नु आफूले हाने है सुप पनि आफ्नो इच्छाले सो इच्छाले भाउजूले लिनु यो मैले होला यो खोर्सानी कसको हो नि म त यही खाइदिन्छु होला
मेरो त सके जस्तो लाग्यो ल सुरु गरौँ ल खेल सुरु सुप हालेर खाउँ है आफ्नो आफ्नो सो इच्छाले वाउ सुप पनि खतरा हजुरलाई लाग्छ धेरै है उसको साग मन पर्छ हैन ल ल धेरै नै खानु खाइसक्यो धेरै मैले खानै नपाएको अनि साग बनाउनु न तपाईलाई मिठो हैन अहिले गर्छु अहिले खान्छु ल मलाई चाहिँ तातो तातो आज चिसो नि लागिरहेछ त्यही त है के हो यो त घिउ जस्तो भएको छ स्यास्या भयो तातो तातो खोर्सानी पनि खानु मजा आउँछ खोर्सानी खोर्सानी खानै नपर्ने छ त्यही खानु कस्तो मसिनो पिस भयो कुट्नु चाहिँ घिउै भएछ नि है दामी भएछ क्या मिठो भएछ भाउजूलाई साग मन पर्दैन अलि हाल्नु हात धुनु पर्दैन चिप्रोमा मात्र राख्नु पर्छ मलाई आफै जाने नहुन्छ साग काट्नुलाई त काइदा बस थ्याङ्क यू खानै मजाले कता तपाईँलाई अस्ति खानु मन होइन कति दिन 1 महिनाभरि बल अनि खोर्सानी न दिनदिनै खाने वाक्क हुँदैन यो त 1 महिनामा कुर्नु सक्यो यो यस्तो गरे कता खाने साग चपाउने यसको बास्नाले खाने है अलि टक्क दिने त्यो लसुन चाहिँ चपाउँदै कस्तो मजा आउँछ लसुनको बास्ना दिँदै खाने चिसोले आनन्द तातो सिरक सुतेर बसेको रुगा लागेको छ सुत्दा सुत्दा के हो आज जाडो छ नि त म त झन् थाहा पाउनुहुन्छ होला नि बिस्तारै ढोका खोलेर हेरेको होइन ठ्याक्कमा जाने बित्तिकै अनि फोन पनि आयो क्या अनि दुईजना झस्याङ्ग भएर उठ्दैन सुप पनि दिने तातो सुप हाल्नु म आफैहाल्छु ल आफ्नै विचारले सुपमै पनि खुर्सानी तर छ नि खोर्सानी हालेर मिठो हुन्छ नि आफै हालौँ ल हुन्छ ल हरियो खुर्सानी भन्छ त्यही अनुसार लान्छु म अहिले म छेसे गरेर जाँदैछु है लग्ने माथि क्या मैले पनि छेसे गरेर त्यो पनि मासु खाँदा पनि अरू अरू खाँदा त नगर्दा नि हुन्छ त्यो चाहिँ दुख्दै माटे जस्तो क्या तपाईँ त हैरान भयो त्यो खाँदा त सजिलो भयो खाँदा त सुरु जान्छ है बनाउनुलाई पनि त्यही त कुट्नु चाहिँ गर तर जिममा चाहिँ जानु पर्दैन दिनदिनै यसो कुटेर खाने दिनदिनै त धेरै खानाहरू वाक्क हुन्छ वाक्क त हुन्न होला हौ म चाहिँ वाक्क हुन्छ सुँगुरको मासु र यो एउटै हो क्या खाँदा चाहिँ वाक्क भएको मासु चाहिँ त्यति सुँगुरको मासु नि कोही एक दिन भाइ धेरै खायो भने पक्का हुन्छ अब खान्न जस्तो भरे भोक लाग्दै गएपछि सुँगुरको मासु भए कति खान्थ्यो जस्तो हुन्छ क्या पिरोले त फेरि पानीको मुहान पो फुट्छ आइ झन् यति खान्छु अब चाहिँ रिन्दुक नखप्ने रिन्दुक पुग्यो अब त्यो छुङभित्रमा कटाएर छिटो छिटो खान्छु मैले फेरि छिटो खाने होइन क्या बिस्तारै स्वाद लिँदै खानु न मिठो भए चाहिँ म त छिटो छिटो खाने
क्या दामी भएछ साँच्चै एउटा छैन त उसको त डल्लो त है आलुको टुक्रो एउटा छैन यस्तो पो गर्नुपर्छ त मेहनत है मेहनती चाहिँ मेहनती मान्नुपर्छ है तपाईँहरू साँच्चीकै खानेकुरामा त हामी जेमा पनि मेहनतै गर्छौँ नि। हेर्नु आफूलाई त केही पनि छैन जाँगर खानुमा त खानु भइहाल्यो खानुमा चाहिँ मेहनत हो मेरो त्यो पनि मेहनत नै हुने एउटा खानुमा त हो एनिवे थ्याङ्क यू सो मच यिनी पनि धेरै पिरो हरहरले खानु रिन्दोक बनाएर खुवाउनु भएको दुईजनालाई सरी जाडो भएर सल लगाएर आएको अब यो पनि फालिदिनु पर्ला जस्तो गर्नु पर्यो गर्मीले नखानु फेरि भोलि पनि चाहिन्छ खाने हुन्छ नि खोलेर त्यहाँ राख्नु पर्यो है उसले भाइ नि नभनिकन खाइसकेछ हाम्रो चार हिँडी भन्दा हाम्रोकै पानी हो मन पनि फुट्ने तर आनन्द आउँछ फेरि यसरी हाही गर्दै खानु गाईले राख्छ भने जस्तो चरा सुप पनि क्या मिठो भएछ हौ सरी टन्न भयो अगा बुढी फुट्ला जस्तो